अथवा पार्सल मर्चेन्टहरूले अर्डर सम्बन्धित कुनै पनि जानकारीका लागि हाम्रा पार्सल हिरोसँग एजेन्ट मेसेजद्वारा सजिलै च्याट गर्न सक्नुहुनेछ। तपाईले आफ्नो ड्यासबोर्डको दायाँपट्टि रहेको एजेन्ट मेसेज वा आफ्नो मोबाइल फोनमा ड्यासबोर्डको माथि रहेको एजेन्ट मेसेजमा क्लिक गरी आएका मेसेज हेर्न सक्नुहुनेछ। यदि कस्टमरले आफ्नो अर्डरमा लोकेसन, प्राइस र टाइम सम्बन्धित केही परिवर्तन गर्न चाहेमा तपाईले त्यो अर्डर असाइन भएको पार्सल हिरोलाई च्याटद्वारा सम्पर्क गर्न सक्नुहुनेछ। च्याट गर्नका लागि तपाईले डेलिभरिजको एक्टिभमा क्लिक गरी कुन अर्डर सम्बन्धित जानकारी गराउनु पर्ने हो त्यसमा रहेको भ्यू बटन क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि उक्त अर्डर स्क्रोल गरी तलपट्टि तपाईले मेसेज बक्स देख्न सक्नुहुनेछ। यहाँ तपाईले हाम्रा पार्सल हिरोलाई दिनुपर्ने जानकारी राखी सेन्ड गर्नुहोस्। याद राख्नुहोस्, तपाईले एक्टिभ रहेका अर्डर सम्बन्धित मात्र च्याट गर्न मिल्नेछ। अर्डर कम्प्लिट भइसकेपछि तपाईको उक्त अर्डरमा रहेको च्याट फिचर डिसेबल हुनेछ। हाम्रा पार्सल हिरोहरूले डेलिभरीको समयमा अर्डर सम्बन्धित केही समस्या परेमा तपाईलाई एजेन्ट मेसेजद्वारा नै मेसेज गर्नुहुनेछ। उक्त मेसेजहरू तपाईले आफ्नो फोन वा डेस्कटपमा एजेन्ट मेसेजबाट हेरी रिप्लाई गर्न सक्नुहुनेछ। यसरी तपाईले कस्टमरको सहुलियतका लागि अर्डरमा कुनै पनि परिवर्तन गर्नु परेमा एजेन्ट मेसेजका साथ हाम्रा पार्सल हिरोसँग च्याट गर्न सक्नुहुनेछ। धन्यवाद।